कस्तो पोलिदिनु पऱ्यो यार। बाजे यो ड्राइभर त ठिक छैन, आफ्नो बाटो हेर्नु है। देखो न गाइस, देखो न। बन्दासम्म त ठिकै हो, पिच नभए पानी पिच भयो भने राम्रै हो। त्यो त अब त्यस्तो हुन्छ, जो माटोले चिप्लिने बाटो हुन्छ नि त्यो चाहिँ कम हुन्छ नि त। तपाईँ मभन्दा कति वर्ष कान्छे भने चाहिँ 3 वर्ष 1.5 वर्ष 2 वर्ष 2 वर्ष अनि ब्याचलर त पासै भएको छैन जस्तो। ब्याचलरको कुरै छैन नि त। सर्टिफिकेट ल्यायो अनि मान्छे सर्टिफिकेटको कुरै छैन। सर्टिफिकेट आज किनेर आजै फाल्दियो हो। डर लाग्यो किन्नलाई, केसुली भने जस्तै मनमा डर लागिरहेको छ। किन लाग्ला त यहाँ? किन्न लाग्दा हेर किन के छ र यहाँ? बात साट दुःख भएर चलाउँदैछ बाइक हाम्रो भाइले। यही डाँडा हो क्या क्रस फायर ल्याऊ, क्रस कति जन भर्खर चाहिँ स्टार्ट भएको छ यार। लम्की बजार, लम्की हो यार। बाजेको त लाइटै देखिन्न यार। त्यो सायद त्यहाँ लाइट साइट बनायो होला। भोलि जाने भिडियो बनाउने अनि बिहान 4 बजे उठेपछि सनराइज हेर्न पाइयो। टिडिङ 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 यो भए चाहिँ हामी युट्युबमा हाल्ने हो लास्टमा। हाम्रो एउटा सानो यादगार चिनो। अहिले नरेन्द्रलाई पठाइदियो मा कसम यार यिनीहरू आऊ भन्यो अघि धुवाले हुन्छ धुवा नआउने गरी भनौँ। बाजे गोदावरीको जस्तो फिल भइरहेछ। चिसो नै बल्ल बल्ल
यस्तो एउटा कुरा पाएपछि बोलिन्छ अब कहाँ बोलिन्छ तैसित पनि म जे पाइँदैन बोल्ने रेकर्ड हुन लाग्छ मायाको त त्यही त्यही हो बाजेले थाहा पाइसक्यो त्यहाँ यसले जोसै दियो के यसलाई जोसै दियो अनि भन्यो बाजेको अनुहार आएन एक भर्खर एक वर्ष अस्ति राम काम त भने नाति यो को मान्छे त्यो भाइ हो बाजे मैले मेसेज गरेको थिएँ ल ल भन्यो यसलाई पनि केही स्कुल सिस्टममा केही काम छ के लगाउ के गरिदियो झाडु पुजा पढाउने हो कि पढाउने नाइ नै अङ्कल दिदी पढाउने जस्तो कुरा गर्ला लोक सेवा लट्टा लागि त्यही स्कुल के जाए लोक सेवा पाउ लाग्नु पर्दैन बाजे पनि भ्यू निकाल्न कसो भयो यार निकाल्न लाछु दाइ यार लोक सेवा के दाइको त्यहाँनिर त्यो अहिले दोकान छ नि त्यहाँनिर थियो कि यस्तो याद आउँछ त्यो कुराहरू होइन याद आउँछ कि आधा किलो लास्टै हो बेर त्यो दाइ देख न मलाई ट्याग गर्छु म भ्यू नै आउँदैन तँलाई ट्याग गरेपछि कहाँ रहेछ तेरो फोटो होइन यार अब निकाल्दै नै गयो सेफ बस्छ खै बाजे सुर्खेत पुगिन्छ कि के हो पछि सोध्ला कि यार 7,000 को बिल पनि गयो अलिअलि बाइक चाहिँ लोटा न रेकर्ड गरिदिनु नभन्दै त्यस्तै गरिदियो सिमेन्ट जम्या छ ल भाइ के पो अब त ओह्रालो लाग्यो तल यहाँ कहाँ छ यहाँ सुर्खेत देख न रेडबुल एनर्जी ड्रिङ्क खाउँ आफ्नो होइन हेल्थ एनर्जी बढाउँ घुम्न आयो बेला भाइको भ्लगमा के गरौँ भाइको भ्लगमा स्वागत छ मलाई आफै हो यो माथि पनि पाइएको के हो यो खजुर के हो खजुरा लास्ट मिठो हुन्छ नि बेच्छन् नि हजुर बेच्नेवाला यही त हो त नि यो लगिदिउँ अहिले यो पाक्दैन घर यतिकै लग्यो नि पाक्दैन छ रातो भइसक्यो घर यतिकै राख्यो भने पाकिदिन्छ कस्तो आँखा गयो यार मस्त रहेछ त यार यो त खजुरा हो त म सिक्न मिलाउनु फुगाल्यो अझ पाक्छ होला पछि होइन उसो नै पाकिदियो त्यतिकै घर लगेर पाक्छ मेहनत कस्तो मेहनत लागिरहेको छ यहाँ कितिमिति नकाटिने रहेछ बाजे सुके हाँगालाई साइड लगाइदिनु माथि कितिमिति नकाटिने रहेछ यो खतम रहेछ
यी ढुङ्गाले काट्नु पर्यो ल ल यी दुइटै सँगै हो लाली गुराँस समात्या जस्तै त्यो आइज त्यहाँ चाहिँ चिकोमा बसेर खेल्न लगेर आयो त्यहाँ हेर हामी आएको भनेको त्यहाँबाट आएको भाइ त्यहाँबाट हिँड्दै 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 यत्रो डाँडा कटाएर करिब 3 घन्टा जति लाग्यो हामीलाई 3 घन्टा लाग्यो 3 घन्टा डिस्टर्ब भयो भाइले अंकित सारङ कता जाने भयो त हामी कर्णाली वरिपरि त्यो कर्णाली नदी यहाँबाट सुजनमा केबल कार खुल्ने भन्दै यहाँबाट गाडी पुरा जुम गरेर गाड अनि स्टार गाडी हाले मैले गाडी हाल्दै कि यो डाँडा हेर्नु कस्तो छ फाटाले एक के बनाएर फाएछ बुझि जाउँ अहिले एकछिन बसौँ है अहिले घाम जान्दैन अनि यो चाहिँ कर्णालीपुरको टाउको टावर धेरै नबोल केटा यति रोक्नु के भन्यो ब्ल्याकमेल हो कहाँबाट छ यहाँदेखि यतै जाने हो कि जान त तपाईँ त कहाँ बबई चला बबई उता सुर्खेतमा आयो उता यो को भन्ने बबई जान्छ भन्ने उ त्यो अघि आउन लाग्यो नदियो बबई साला पागला अघि त्यो आउन लाग्यो बबई हुँदै आउन लाग्यो नदियो साला बबई मिल्छ भनेर यार पछि कहाँ मिल्ला यार बबई यार यो सुर्खेत यता पड्यो यतापट्टि सुर्खेत मथुरतिर सबै यो कर्णाली नदी कुन जिल्लामा पर्छ बबई सुर्खेत त यतातिर भयो नि त बर्दियामा पर्छ बबई दलिकामानी सुर्खेतमा त्यो बर्दियामा पर्छ ए जेड प्लेन नजिकै देखिन्छ भने हैन उता हेर्न दाइ हैन यो उसको प्लेन हो जेड प्लेन हो जेट प्लेन हैन ध्रुवा जेट उसको श्रीको सिरिगी एयरलाइन्स हावामा सिरीले बस बस यता झडा पनि ला झडा पनि पेमा गाना हाल्ले त सनसेट हिँड लङ हान्नुपर्छ है अब त्यहाँ मैले अस्ति तिमीलाई भिडियो पठाउनु बिर्सिएको रहेछु यार यो बाटै होइन नि त पहिले उताबाट हो ए हामी यताबाट सर्टकट हिँड्या हो त्यो कट गरेर पठाए पठाउने एमा योवाला कट गरेर पठाउनेवाला होइन कि ए यहाँ बाटो ब्लक गरिदियो त्यो रुख जान जानी खसायो क्या अब मलाई त्यसै लाग्यो
के ए बनिरहेछ हिरा र पहिरो यही हो चन्द्रगिरीको मन्दिर खण्डा राजकाँडाको मन्दिर चाइनिज त हो पुरानो मन्दिरकै ठाउँमा होइन ए उभा चाहिँ त्यही बाटो कणाइबाट आएपछि यही पुग्ने भयो नि होइन सिधै बाटो नछुटाएर आउने यहाँ पनि वहाँसम्म यस्तो रहेछ केबुल कार त्यहाँ हो त्यहाँ हो। घुम्न यहाँ आउने भए सेती नदी खालि यहाँ त्यो कहाँ सेती नदी मिल्ने भयो नि त कर्णाली यतादेखि आउँछ उतादेखि आउँछ टक्क मिल्ने जे भने नि थाहा छैन भनिदिने होला फेरि लास्टमा त्यही भएर भनिदियो भन्ने होला हाम्रो दिपालमा भएको आज त ओमेल पनि सहमति जनाइदियो केशवको कुरामा यार ठुलो कुरा त्यो दिपालमा भएको चाहिँ गण्डकी नदी कहाँ छ गण्डकी नदी छैन खै गण्डकी अञ्चल त थाहा छ यहाँ आएर चाहिँ ग्याङजाइन देखाउने चिप्लेलास फेरि ठेकदारको पनि पछि पुल बन्न पछि याद हुँदैन नि त हामी आउने बेला बन्न लाग्थ्यो भक्क फिनिसिङ यहाँ हुन्छ पैसा तिर्न यहीँ त आउँथ्यो नि जाम दगुडेर माथि 3000 वाला काण्ड भन्दा हामी बस्या त उ त्यहाँ होइन उ त्यहाँ फोटो खिचाउनु दाइ आए त्यो छोड्दे किन फोटो खिच झिप्पै त बोलेछु यो पहाडी सुर्खेत यो हाम्रो बस्ने ठाउँ होमस्टे अनि यहाँ केबल कारको सायद बस्ने भन्दैछन् चाइनाको ग्रेट वाल जस्तै छ अरे यो कर्णाली चिसापानी पुल पहिला चाहिँ यो मन्दिर मात्रै थियो पछि थपियो यो कहिलेसम्म बन्ने भनेको छ त कहिलेसम्म बनिसक्छ लाग्छ होला 3 महिना जति दसैँमा ओपनिङ हुन्छ भन्दै थियो होइन केबल कार र मन्दिर ओपनिङ हुन्छ अरु काम भइराख्छ ए कन्टिन्यू हुने अनि हुने होइन पानी सानीले गर्दाखेरि अलि हाम्रो काम असारमा त पानी पर्छ नभए त हाम्रो यो वैशाखमा नै सञ्चालन तपाईँहरू चाहिँ कहाँबाट आउनुभएको थियो
नाइ कुन ठाउँबाट ए हामीहरू त हाम्रो सप्तरी सप्तरी यहाँ उहाँको 12 ठेक्कामा हजुरको काम ठेका नै पुरै यहाँ ठेगाना दिए नि चल्दै चल्दैन होइन माल मेटेरियल सहित कि उस्तो बनाउने ठेक्का मात्र ए इट्टा पनि त्यहीँबाट कि होइन अनि दाइ यो लाइन चाहिँ कुन ठाउँबाट हुने भन्दैछन् त्यहाँबाट हो लाइन चिसापानीबाट के को लाइन केबल कारको स्टार्टिङ कहाँ एन्डिङ कहाँ स्टार्टिङ तल बेसमेन्ट चिसापानी चिसापानी अनि लास्ट यहाँ यहीँ माथि त्यो पहिलो छ नि राजकाँडा उता अँ। त्यहाँ खै खै अलि यसो अगाडिसम्म देखाइदिनु त यसो हाल्नुपर्छ त्यही त न्युजमा सुनिरहेको थिएँ 3 महिनामा बन्छ भनेर अनि फिनिसिङ त हुन्न होला जस्तो थियो साह्रो हुनाले गर्दा त्यही हो त्यो पोल देखेको छ नि ए त्यो सबै उसकै लागि हो स्टेसन हो मेन स्टेसन यहाँ माथिको ल्यान्डिङ स्टेसन त्यहाँबाट हिँडेर यहाँ पनि यहाँबाट त्यहाँ जानु ल्यान्ड गर्ने अनि त्यहाँ साइक्लिङ नि बन्छ जिप कार नि बन्छ ओके जिप लाइन जिप लाइन नि बन्छ फेरि त्यहाँ अर्को त्यो टावर बन्छ सिसावाला हामी यहाँ 2 वर्ष पहिले आएको थियौँ कि यहाँ त्यतिखेर बन्ने भन्ने मात्रै थियो 2 वर्ष अगाडि आएको थियौँ यो यहाँ बनाउने भन्ने थियो तर यो छिटै बन्छ भन्ने सोचे पनि थिएन भक्तपुरको इटाहरू मैले हामीले सोच्यो यो मन्दिर चाहिँ यही मन्दिरको ठाउँमा बनायो कि भन्ने लागेको थियो तर अलि साइडमै रहेछ यो हाम्रो भक्तपुरबाट काठमाडौँ भक्तपुरबाट इटा ल्याएर यो हामी बनाउँदैछौँ बुट्टासुट्टा यो काठ साथको तर यो फिनिसिङ चाहिँ राम्रो आज हो तर दामी बनाउनु अहिले होइन जो यो लेन्टरको यो ढलान छ नि त्यो पनि धेरै राम्रो छ नत्र यताकोले यस्तो बनाउन सक्दैन नि हामी मैले धेरै देखेँ यस्तो देखेँ बनाऊ यो जति स्ट्रक्चरको काम छ नि यताको मान्छे जस्तो हाम्रोतिर गर्न सक्दैन भन्नु यो सबै काठमाडौँ गर्छ कस्तो यताको राम्रो कि त्यताको राम्रो भन्नुभयो यता तराईतिर चाहिँ यता यस्तो हुँदैन ए अनि यता हाम्रो पहाडतिर चारैतिर यस्तै हुन्छ ए नै फिनिसिङ धेरै राम्रो लाग्यो फिनिसिङ यतैतिरको मान्छे गर्छ तर तिनीहरू काठमाडौँ काम गर्छ यता गर्न मान्दैन यो बाक्य गरिदिएको जति ए उताको यता यहाँको त्यहाँ त्यहाँको यहाँ ल दाइ ल फेरि अब काम गर्नु होला राम्ररी ल धन्यवाद दाइ किन यो कतिपय कतिको दाइ यो पिल्लर चाहिँ भन्नाले ए ए ल दाइ ल आइहाल्छ राम्रोसँग कहिले के होला म त्यो सोचिरहेको छु अब त गर्छ हामीले ढुङ्गा चाहिँ काँडाले आइहाल्छ साइकलमा अङ्कलमा हाने मैले 500 खाने एउटालाई लाग्ने एउटालाई भएको छ यार देखो न गाइस देखो न यस्तो गरी जति खिचेको छ नि आउने बेला जाने बेलामा यहाँ सब मिलायो कि मिक्स कस्तो भयो एक दिन तसँग बस्छु म एडिट के सल्लाह गरे पछि सल्लाह गरेर खतरा एडिट के जो ब्लगमा एक मिनी खत्रै आउँछ नत्र मलाई त प्रोफेसनल थोरै म एडिटको सबै भिडियो यहाँ हाल्नु अनि सर्ट भिडियो बनाएर पठाइदिनु हो त्यही बनायो यहीको जग्गामा यसले पनि त्यो किन्नुपर्छ अनि एप्लिकेसन त्यसले अनि बनाइदिने हो नकिने नि त्यो विथआउट पेडवालाले के दिने हो र ठ्याक्क हामीले कस्तो हो कि दाइ ठ्याक्क स्टोरीमा अनि पोस्ट हाल्न होस् कि फेसबुकमा स्टोरीमा ल बनाउन बाजे छोटो छोटो भन्दा होइन भन न भिडियो तर नरेन्द्र छिट्यो यार त्यही भएपछि मजा आउँछ नि एउटा साइडमा चलाउनु न एउटा साइडमा यार ल ल ल
रिसाउन त्यही पनि भिडियो बनाइदियो अर्को छ आज चिन्ता छैन और कुलर लगा ए नरहेछ यार तपाईँ हाल्ने भएपछि होइन हेर्न धुलो तपाईँ टिकटकमा भ्युज बढिहाल्ने भएपछि यो झरनालाई टक्क भिडियो बनाउनु हजुर हाम्रो गोदार नगरपालिकामा नयाँ झरना भने हालिदिनु सकियो यस्तो आउँछ अनि कमेन्ट थाहा छ अनि त्यसपछि 1 मिलियन भ्यू ल्याइदिने गाली आउँछ त गाली पनि आयो त अब यो हो नि के भयो त हे गोदारमा सिधा ओम भाइले पठाइदिने अनि ओम भाइ हाँस्दै लाग्ने के होला यो काफल जस्तो ए झर्ना त राम्रै होला जस्तो छ पछाडि आउने भिडियो बनाउनु थाकिएला भयो साइकलमा जाउँ त मान्छे छन् लम्कीको मान्छेलाई यहाँसम्म ठिकै हो बरु यार राज कहाँ त देखाएर भिडियो बन्द गर्छु किन नि पऱ्यो ठुला बडाले भने होइन के छ ठुला बडाले भने मान्नै पऱ्यो साँच्चै भने दाइ तपाईँले मलाई खतरा आइडिया दियो भने म बाटो देखिरहेको छु पछाडिबाट ओहो धुलो देखो न गाई देखो न ल्याङ्गी दादा ओहो ल म यता व्यस्त हुन्छु अब ए चाबी के छ राख्नु बाइक चलाएर जाए चाबी राख्नु ओ माई गड समात त भने जहाँ सुइटेबल छ आज आज झर्ना पनि गयो यार यति हिँड्नुपर्ने तेरि के पो खै पागल जस्तो छ बोल्ने ठाउँ त के झर्ना रे हो ल ल जाउँछौँ हाइट तर यस्तो फोहोर चाहिँ बनाउनु होइन कि एउटा कन्टेनर राखिदिनु थियो कि हेर त यो फोहोर हेत्तेरी बोतलै बोतल छ नि यार माइसपति ओ भगवान् रहेछ नि त्यहाँ नि आउने यताबाट बाजे झन् सानैदेखि लाग्यो फोहोर छ जहाँ पनि अरे फोहोर छ यहाँ लेउ लागेको छ जम्मा होइन जम्मा हुने पानी भएर आउनु त यही बाटै तल हेरौँ होइन भिडियो 1.73 2.5K I am Rakesh I am Rakesh A double Y I am RAAKESH आउँछ त्यो वाला पाइन्छ कि नि भन्ने तनाव हो नेट मैले धन्न 2 मिलियन भन्छ क्या त्यसपछि गयो यार झन्नै फुत्किया जिब्रोबाट
सिधै आम जाउँ त के यार के अन्डा आयो त यहाँ खसीको उयो भएर ए सिसा फुटाएर फालिदिया झन् यार हेर्नुहोस् गाइज यहाँ आएर यिनीहरू नुहाए यसरी भैँसी पानीमा बसेको जस्तै पैसा